उत्तर गयामा किन तीर्थ श्राद्ध गरिन्छ? आजको यो भिडियो सामग्री हजुरहरू समक्ष नमस्कार। आज गयामनी औँसी अथवा पौख कृष्ण पक्षको औँसी तिथि उत्तर गयादी लगायतका विभिन्न तीर्थस्थलहरूमा गयादी श्राद्ध गरिने औँसीको रूपमा आजको विशेष दिन रहन गएको छ। र यो गया श्राद्ध किन गरिन्छ त? अर्थात् उत्तर गयामा श्राद्ध गर्नुको कारण के छ र यसको महत्व के छ त भन्ने विषयमा आज चर्चा परिचर्चा गर्नको लागि म उपस्थित भइसकेको छु। ज्योतिष तथा पण्डित प्रदीप पौडेल। यो सामग्रीलाई अन्त्यसम्म हेर्नुहोला र मन परेमा अन्य समक्ष पुर्याइदिनु होला र साथसाथै प्रतिक्रिया पनि दिनुहोला। उत्तर गया स्वयं गया सरह फलदायी हुन्छ भनेर व्याख्या गरिएको छ। गयायां यत् फलं प्रकृतं पितॄणां श्राद्ध कर्मणि तदेव लभते मर्त्यः उत्तर गयां विशेषतः। अर्थात् गयामा पितृको निम्ति श्राद्ध गर्दा जुन फल प्राप्त हुन्छ त्यही फल उत्तर गया अथवा बेत्रावती तटमा श्राद्ध गर्दा पनि प्राप्त हुन्छ। गरुड पुराण प्रेतखण्ड श्राद्धाध्यायमा यो व्याख्या गरिएको छ। यसै गरी बेत्रावती तटमा श्राद्ध गर्दा पितृहरू प्रत्यक्ष तृप्ति हुन्छन् भन्ने कुराको व्याख्या यो श्लोकद्वारा प्रश्न पारिन्छ। बेत्रावती तटे विप्राकृतं श्राद्धं समर्पितं तृप्तिं यान्ति पितॄन् सर्वेनात्र कार्य विचारणा। अर्थात् हे ब्राह्मण, बेत्रावती नदीको तटमा श्राद्ध पूर्वक गरेको श्राद्धबाट सबै पितृहरू तृप्त हुन्छन्, यसमा कुनै पनि शङ्का छैन भन्ने कुराको व्याख्या स्कन्द पुराण नेपाल खण्डमा गरिएको छ। विष्णु स्वयं श्राद्धका भक्ता हुने स्थान नद्यां विष्णु समीपायां यत्र श्राद्धं विधीयते स्वयं विष्णुर्भवेत् भक्ता पितॄणां नात्र संशयः। अर्थात् जहाँ विष्णुसँग सम्बन्धित पवित्र नदीमा श्राद्ध गरिन्छ त्यहाँ पितृहरूको तर्फबाट स्वयं भगवान विष्णु भक्ता हुन्छन्। पद्म पुराणको सृष्टि खण्डमा व्याख्या गरिएको छ। उत्तर दिशाको गयाः उत्तर गयाः गयायाः सदृशं तीर्थम् उत्तर दिशि संस्थितं तस्मादुत्तर गया इति लोके ख्यातं गता भुवि। अर्थात् उत्तर दिशामा अवस्थित गया सरहको तीर्थ भएकाले यो क्षेत्र संसारमा उत्तर गया नामले प्रसिद्ध भयो। यो कुराको व्याख्या वामन पुराण तीर्थ महात्म्यमा गरिएको छ। असमय मृत्यु भएका पितृलाई विशेष शान्ति मिल्दछ। त्यसको व्याख्या यसरी गरिन्छ। गरुड पुराणको प्रेत खण्डमा यो श्लोक रहेको छ। अकाल मरण प्राप्ता ये पितरः सुदुःखिताः उत्तर गयं कृतं श्राद्ध तेषां मोक्ष प्रदायकम्। अर्थात् अकाल मृत्यु पाएका दुखी अवस्थामा रहेका पितृहरूलाई उत्तर गयामा गरिएको श्राद्धले मोक्ष र शान्ति प्रदान गर्दछ। तसर्थ
शास्त्र अनुसार बेत्रावती तटमा अथवा उत्तर गयामा श्राद्ध गर्नुको महत्व के छ त? जुन तीर्थस्थल नुवाकोट जिल्ला र रसुवा जिल्लाको सङ्गम स्थलमा रहेको छ। गया सरह फल प्राप्त हुन्छ, पितृदोष शान्ति हुन्छ। यदि तपाईँको कुण्डलीमा पितृदोष छ भने, पितृले दुःख दिइरहेका छन् भने गया श्राद्ध गर्दा पितृदोष शान्ति हुन्छ, कुल शान्ति र वंश वृद्धि पनि हुन्छ। त्यसै गरी विष्णु स्वयं भक्ता श्राद्ध गर्दाखेरि हामीले सर्वप्रथम विष्णु भगवानलाई सम्झेर नै गर्दछौँ। श्राद्ध गरेको फल विष्णु भगवानले नै प्रदान गर्नुहुन्छ। त्यसो हुनाले विष्णु स्वयं भक्ता भनेर भनियो भने र असमय मृत्यु भएका पितृहरूलाई पनि उद्धार गर्न यो उत्तर गया तीर्थ श्राद्धबाट गर्न सकिन्छ। यो महत्व चाहिँ उत्तर गया श्राद्ध अथवा बेत्रावती श्राद्धको रहेको छ। यो थियो उत्तर गया श्राद्धको महत्व। उत्तर गयामा किन श्राद्ध गर्नु पर्छ भन्ने विषय वस्तुको चर्चा परिचर्चा। यो भिडियो सामग्री हजुरलाई कस्तो लाग्यो? कृपया लाइक, कमेन्ट र सेयर गर्नुहोला। मेरो फेसबुक पेजलाई फलो गर्नुहोला। साथसाथै युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकै आएको घन्टीलाई दबाइदिनु होला। हस्त आजलाई यति नै। राधे राधे।